एभ्रिवान नमस्ते। आज चाहिँ मैले चिकनको अचार बनाउँदैछु अनि त्यसको लागि चाहिँ मैले बोनलेस चिकन लिएको छु। हजुरहरूले चाहिँ बोनवाला चिकन लिए पनि हुन्छ है, तर खाना चाहिँ बोनलेस चिकनै मिठो लाग्छ मलाई चाहिँ। अनि त्यसलाई चाहिँ मैले डिप फ्राई गरेँ अनि डिप फ्राई गरेपछि मैले रातो भएपछि यो चिकन झिकेपछि चाहिँ मैले त्यही तेलमा चाहिँ मैले लसुनलाई पनि मैले फ्राई गरेँ। लसुन मसिनो गरेर काटेर चाहिँ रातो हुने बेलासम्म फ्राई गर्नुपर्छ है। अनि त्यो लसुनलाई पनि मैले त्यही अघि निकालेको चिकनमै राखेँ। अनि अब चाहिँ ड्राई मसला बनाउनको लागि चाहिँ तेजपात अनि सुकेको खुर्सानी, जिरा, धनियाँ, टिमुर, नटमेग अनि दालचिनी चाहिँ मैले मजाले फ्राई गरेर यसलाई चाहिँ मिक्सरमा चाहिँ पाउडर बनाएँ ग्राइन्ड गरेर। अनि त्यो तेलमा चाहिँ मैले अदुवा र हरियो खुर्सानी चाहिँ पेस्ट बनाएको थिएँ अनि त्यही तेलमा मैले मजाले पाक्ने गरेर फ्राई गरेँ। अनि फेरि त्यही तेलमा चाहिँ मैले यो पाउडर गरेको सिक्रेट इन्ग्रिडियन्ट त नभनौँ तर जे होस् यसको मेन मसला चाहिँ यही हो। यसलाई चाहिँ मैले मजाले पाक्ने गरेर यसलाई पनि मैले फ्राई गरेर चाहिँ अघिकै चिकन लसुन निकालेको भाँडामा नै मैले निकालेँ। अब त्यसपछि चाहिँ यसलाई मजाले मिक्स गरिदिएँ। अनि यसमा चाहिँ नुन हालेको थिएन नि त अहिलेसम्म हामीले, अनि चिकनमा पनि हामीले नुन हालेको थिएन पकाउँदाखेरि है। अनि यसमा चाहिँ अब स्वादअनुसार नुन राखेर मैले मजाले मिक्स गरेँ। अनि यसमा चाहिँ अब हजुरहरूले भिनिगर एड गर्न पनि सक्नुहुन्छ। यसले चाहिँ प्रिजर्भेटिभको काम गर्छ भिनिगरले। अनि तेल पनि मजाले राख्नुपर्ने हुन्छ है। बाई बाई, थ्याङ्क यू।